हेलो नमस्कार। आज चाहिँ हामी बिहेको इन्भिटेसन कार्ड साथीहरूलाई कस्तो खालको पठाउँदा चाहिँ अलिकति राम्रो उत्कृष्ट देखिन्छ त्यसको बारेमा आज हामी सिक्नेछौँ र कसरी बनाउन सकिन्छ त्यो कुरा आज हामीले सिक्नेछौँ। अझै पनि हामी के छौँ भनेदेखि पुरानै जमानामा छौँ के। अब साथीहरूलाई इन्भाइट पठाउँदाखेरि चाहिँ हामीले कार्ड छाप्ने अनि बनाउने त्यस पछाडि लगेर घर घरमा बुझाउने। हामीसँग साथीहरू जति म्याक्सिमम साथीहरू जति हुन्छ सबै साथीहरू चाहिँ इन्टरनेट सोसल मिडियामा जोडिसकिएको हुन्छ क्या। र पनि हामी के गरिरहेको छौँ पुरानै जमानामा छौँ। इन्भाइट पठाउनु पर्यो भने चाहिँ हामीलाई अप्ठ्यारो भइरहेको हुन्छ, डिजाइन राम्रो हुँदैन र एकदमै अप्ठ्यारो भइरहेको हुन्छ। त्यसले गर्दाखेरि चाहिँ आज म तपाईँहरूलाई एकदमै उत्कृष्ट खालको राम्रो डिजाइनिङ कसरी बनाउने र साथीहरूलाई कसरी इन्भाइट गर्ने त्यो कुरा म सिकाउँछु। इन्भाइट गर्नको लागि हामीले आफ्नो सोसल मिडिया मार्फत विभिन्न साथीहरू जहाँ हुनुहुन्छ जुन ठाउँमा हुनुहुन्छ उहाँहरूलाई हामीले राम्रोसँगले इन्भाइट पठाउन सक्छौँ। आज चाहिँ यो इन्भिटेसन कार्ड कसरी बनाउँछौँ भनेदेखि नि थोरै म तपाईँहरूलाई जानकारी दिन्छु। इन्भिटेसन कार्ड बनाउनको लागि चाहिँ हामीले एआईको प्रयोग गरेर, जस्तै एआईको प्रयोग भन्दै एडोब इलस्ट्रेटर भनेर बुझ्नुपर्ने हुन्छ। अब एडोब इलस्ट्रेटरको प्रयोग गरेर चाहिँ हामीले एकदमै राम्रो उत्कृष्ट डिजाइनिङ खालको चाहिँ इन्भिटेसन कार्ड बनाउँछौँ। यो चाहिँ म तपाईँहरूलाई देखाउँछु सर। अब मैले यहाँ चलाइरहेको ल हेर्नु, यहाँ मसँग धेरै खालको इन्भिटेसन कार्डहरू छ। यो म तपाईँहरूलाई देखाउँछु। यो मैले तयारी गरेको इन्भिटेसन कार्डहरू यहाँ तपाईँले मजाले हेर्न सक्नुहुन्छ। अब यो भयो। अब हामीले साथीहरूलाई पठाउँदाखेरि चाहिँ ल कति राम्रो कार्ड छ। हामीले मेसेन्जर, वाट्सएप धेरै सोसल मिडियाहरू मार्फत चाहिँ हामीले साथीहरूलाई इन्भाइट गर्न सक्छौँ। र अनि अर्को फेरि हेरौँ, स्याम्पलहरू देखाउँछु म तपाईँलाई। ल हेर्नुहोस्, फेरि अर्को हेरौँ कस्तो खालको डिजाइन। यति राम्रो राम्रो डिजाइनिङहरू हामीले यसमा बनाउन सकिन्छ। हामीले अरू गएर अन्त गएर बनाइराख्नुपर्छ भन्ने नै छैन है। अब अर्को हेरौँ, ल हेरौँ बनाउनु कति सजिलो छ, हामीलाई त्यत्रो धेरै गाह्रै छैन। अब जस्तै यहाँ हामीले नर्मल तरिकाले साधारण तरिकाले यति राम्रो खालको इन्भिटेसन कार्ड हामीले तयार गर्न सकिन्छ। नर्मल छ तर यति धेरै राम्रो छ है। यसमा केही प्रयोग भएको पनि छैन त्यत्रो पनि। र हेरौँ हामीले पहिले यहाँ ब्याकग्राउन्ड छ, यसलाई रिमुभ गर्ने। ल हेर्नुहोस्, त्यस पछाडि लगेर स्याडो राखिएको छ, यसलाई पनि हामीले यहाँ हटाइदिउँ। ल हेर्नुहोस्, यति तीनवटा। त्यस पछाडि यो एउटा पेजमा के प्रयोग गरिएको छ भने यहाँनिर हाम्रो भेक्टर बेसको फ्लावर छ। ल हेर्नुहोस्, यो एउटा फ्लावर बोर्डरको लागि, यसलाई उत्कृष्ट बनाउँ। त्यस पछाडि लगेर यहाँनिर स्काई कलरको कुनै एउटा थिम राखिएको छ, अरू केही पनि छैन। र अब यति भइसकेपछि हामीले चाहिँ सजिलो तरिकाले अब यसमा यो स्याडोलाई लगेर हामीले यहाँनिर राखिदिउँ। त्यस पछाडि लगेर हामीले यहाँ ब्याकग्राउन्ड राख्यौँ। ल हेर्नुहोस्, अब यसमा हामीले यो टेक्स्ट चाहियो। अब टेक्स्टलाई हामीले हटाइदिनु पर्नेछ। यहाँ हामीले अन्य केही लेख्नु पर्नेछ। तपाईँहरूले आफूले आवश्यकता अनुसार चाहिँ तपाईँहरूले यो डिजाइनहरू चाहिँ मजाले गर्न सक्नुहुन्छ। तपाईँलाई यदि चाहिएमा इलिस्ट्रेटरको एआई फाइलको डिजाइनहरू चाहिँ म तपाईँलाई पठाइदिन सक्छु। तपाईँले राम्रोसँगले एडिट गर्न पनि सक्नुहुन्छ। तपाईँलाई एडिटेबल फाइल चाहिएमा, इन्भिटेसन कार्डको डिजाइनिङहरू चाहिएमा भन्नु होला। हेर्नुहोस् कति सजिलो छ, कति इजी छ बनाउनलाई। यति धेरै सजिलो कुराहरू हामी किन नसिकौँ। हामीले आफ्नो इन्भिटेसन कार्ड अरूलाई बनाउन दिइराख्नुपर्छ भन्ने पनि छैन। सजिलो तरिकाले हामीले मजाले बनाउनको लागि पनि सक्छौँ। अब यहाँ आउने, अब यसलाई हामीले यसरी, यो चाहिँदैन मलाई अन्त लगाएर राख्छु भन्दा पनि पाउनु होइन, मलाई अरू नै चाहिन्छ।
आफूलाई आवश्यकता अनुसार म डिजाइन राख्छु यसमा म आफ्नो आवश्यकता अनुसार चाहिँ हामीले प्रयोग गर्न सक्छौँ त्यो पनि गर्न सक्यो हामीले कहिले पनि धेरै लेखेर परिवारको नामै लेखेर सबै कुरा लेखेर दिनुपर्छ भन्ने पनि छैन क्या आफ्नो साथीभाइलाई पठाउन नर्मल्ली लेख्ने हो सामान्य लेख्ने अब हामीलाई यति मात्र लेख्दा पुग्छ क्या टुगेदर विथ देयर फ्यामिलीज लिन्डा एन्ड ज्यान्डी इन्भाइट यु टु देयर वेडिङ सेलिब्रेसन फेब्रुअरी 28 Saturday at 5 PM 2025 और लोकेसनको नाम यहाँ राखिदिने कुन ठाउँमा लोकेसन रिसेप्सन टु फ्लो कसलाई फलो गर्ने त्यो राखिदिने बस यति सजिलो कुराहरू छ र यो कसरी बनाउने भनेर सिक्नको लागि चाहिँ म तपाईहरुलाई अर्को भिडियोमा सिकाउनेछु आज तपाईहरुले देखिहाल्नुभयो इलिस्ट्रेटरमा इन्भिटेसन कार्डहरु चाहिँ कसरी गर्न सकिन्छ हेर्नु होला यति धेरै इन्भाइट कार्डहरु मसँग रहेको छ यदि तपाईहरुलाई पीडीएफ एआई फाइलहरु चाहिन्छ भने चाहिँ मलाई सम्पर्क गर्न सक्नुहुनेछ धन्यवाद